सबैलाई नमस्कार, म सुमन शेर्पा। फेरि आज पनि तपाईँहरूको अगाडि नयाँ ब्लग लिएर आएको छु। र आज चाहिँ म नम्पू भन्ने जग्गामा छु। नम्पू मेघालयको नम्पू भन्ने जग्गामा आएको छु। र यो चाहिँ 4 लाइन दामी बगनबेली फुलेको रहेछ। र आज चाहिँ म यता नम्पूमा आएको छु। नम्पू भन्ने ठाउँ र दामी छ यो जग्गा। यहाँ चाहिँ मेरो सेवा थियो। गाउँ भन्दा बजार हो यो नम्पू गाउँ। र फेरि भेटौँ अगाडि। र आज चाहिँ फेरि हामी दुईजना दाजुभाइ खाना खानु आएको छु। र आजको ब्लग चाहिँ यस्तै छ। हाम्रो मेघालयको नेपाली ब्लग। नेपालीमा चाहिँ यस्तै छ। आज खाना खानुको लागि चाहिँ दुई भाइ आएको छ। हाम्रो बिकी भाइ हो। अन्त भाइ केही छ भन्नु? ठिकठाक छ नि? फर्स्ट बहुत सालमा आज हामीले दुई भाइले बहुत साल भेटेको छौँ, तर आज मात्रै हामीले मौका पाएको नि खानुको लागि। यस्तै छ हाम्रो नेपालीहरूको चाहिँ। अब मैले खालि नेपालीमा मात्रै तपाईँहरूलाई मैले ब्लग दिने कोसिस गरेको छु। र आजको चाहिँ हामीले यहाँनिर मिलेर हामी दाजुभाइ खानाको लागि आएको छौँ। चाहिँ अब राम्रो छ होटेल। गरम छ हाम्रो एरियामा। र हजुरहरूलाई फेरि यस्तै ब्लगहरू अब नेपालीकै भनेको छु, नेपालीमै दिनेछु। र आजको होटेल चाहिँ दामी छ। खाना चाहिँ आइसकेको छ दुई भाइको, बिकी भाइ र मेरो खाना चाहिँ आज दुई भाइलाई आएर खाली। र दुई भाइको खाना चाहिँ यस्तै छ आज दुई भाइको। र दामी छ। यो चना दाल हो। के छ? यो चना दाल, पापड, अझै दामी छ। आलु भाजी। आजको खाना यस्तै छ हामी दुई भाइको। र हजुरहरूलाई फेरि यस्तो खाना खानुहुन्छ भने आउनुहोस् मेघालय। अरे र खाना चाहिँ दामी छ नि भाइ? दामी छ। खाएर मात्रै थाहा पाउँछ अहिले। थाहा पाउँछ। फेरि पनि हाम्रो दाईहरूसित फेरि भेट भयो। अघि तल थियौँ हामी। र यहाँ चाहिँ हाम्रो दाई हुनुहुन्छ। दाईको नाम बलबहादुर विश्वा दाई। उहाँ हुनुहुन्छ। आमै नाम त के भयो आमाको? मेरो श्रीमती हो। उहाँको श्रीमती हुन्छ सन्तु विश्वा। र तपाईँ यहाँ मेघालयमा बस्नुभयो कति साल भयो? मेघालयमा बसेको त भयो नि 45 साल भइसक्यो। आमा 45 साल भयो नि। कहिले अब शिलङ, कहिले अब पहाडतिर पहाडतिर त म बसेन। ज्वाइतिर लारुम्बाईतिर बसियो। अब अहिले आएको नि 15 साल भइसक्यो। अब अहिले यहीँ अब जिसिसीमा अब सेवा सङ्गति गरिन्छ। हाम्रो उहाँ हुनुहुन्छ विश्वासी दाई र उहाँको छोरा। तिमी चाहिँ कुन भाइ भयो? माइला भाइको छोरा दाईको भाइको छोरा है उहाँ चाहिँ। र हाम्रो नेपालीको चाहिँ यस्तै छ। घर उहाँ दाई चाहिँ के हो नाम? दाई दिलु के भन्नुभयो? दिलु थापा। तर बाउ चाहिँ के अरे नागा नि? आमा नागा, बाउ थापा नि। आज चाहिँ नि हामी यसो नम्पू भन्ने एरियामा आएको थिएँ। र यस्तै छ नम्पूको। अब पहाड इलाकै हो हाम्रो मेघालयको चाहिँ। त्यही त पहाडको जग्गामा, पहाडको एरियामा पहाड स्टाइलकै घर छ, सानो सानो है। हाम्रो त्यही हो पहाडको। अब हाम्रो पहाडको दाजुभाइहरू छौँ। यस्तै छ मेघालयको। अब नेपाली एरिया, नेपाली दाजुभाइको घरमा आएको थिएँ र उहाँहरूसित भेटघाट गर्नु, अन्त यसो सेवा सङ्गति गर्नु। त्यही हाम्रो उतातिर जस्तै पहाड, डाँडा काँडा, हरियाली, वन पाखा यस्तै हुन्छ। र दाईको घरमा आएको थिएँ। अब दाईसित यसो भेटियो। अब एकछिन तलतिर जानु छ। साथीहरूलाई कस्तो लाग्छ भिडियो हाम्रो नेपाली भ्लगिङ है सुमन शेर्पाको? र यस्तै छ। तपाईँहरूले मन पऱ्यो भने सब्सक्राइब पनि गरिदिनु होला।
लाइक पनि गर्नु होला, सेयर पनि गर्नु होला। तर यो एरिया चाहिँ गरम नि दाइ, गरम। आज त 1 तारिकदेखि, अस्ति अप्रिलदेखिको त निकै गरमै छ, निकै नै 3-4 दिन भयो नि, निकै नै गरम लाग्यो म त। आज त निकैले लाग्यो नि। र यस्तै छ हाम्रो अब एरिया। यो ठाउँ नम्पू भन्छ, नम्पू रिभोई डिस्ट्रिक्ट भन्छ। छ यता पहाड, हाम्रो पहाडको दाजुभाइहरू, उहाँहरूले चाहिँ अब दाइले चाहिँ, हाम्रो दाइले चाहिँ राम्रो दामी दामी बर्तनहरू बनाउनुहुन्छ, भाँडाकुँडा चिटिक चिटिक गरेको दामी दामी भाँडाकुँडा बनाइदिनुहुन्छ नि दाइले। यहाँनिर छैन नि, तर यहाँको भाँडा बनाउनु त्यस्तो। तपाईँ होला, अरू शिलङमा को छ? छ नि है, छ। यस्तै छ आजको तपाईँहरूसित यो समक्ष लिएर आएको भिडियो है, हजुरहरूले हेरिदिनु होला। खाना रेडी गर्नुहुँदैछ। यो चाहिँ सब्जी न्युटेला हो, यो चाहिँ हाम्रो दाल, त्यसपछि के छ आमै? ए चोचे, आम्माम चोचे रहेछ यहाँ, चोचे। त्यो त अब नेपालीको फेभरेट हो नि, नेपाल हो, सुँगुरको मासु त। र उहाँ आमाले चाहिँ खाना पस्किनु हुँदैछ, उहाँको घर यस्तै छ। तिम्रो नाम के हो? मरियम। मरियम के हो? कति क्लास पढ्छ? क्लास 2। राम्रो राम्रो पढ्नु है ल। अनि त्यही यस्तै छ दाइहरूको हो, रुमहरू पनि दाइहरूको घर मजाको छ, ठन्डा। यस्तै हुनु पर्यो नि पहाडको जस्तै घर त, होइन? यस्तै छ। नम्पू रिभोई डिस्ट्रिक्ट, यो मेघालयको नम्पू डिस्ट्रिक्ट। यो चाहिँ गाडीको बाटो एकदम टर्निङ दामी छ। रिभोई डिस्ट्रिक्ट भनिन्छ मेघालय। यो पहाडतिर चाहिँ यहाँतिर नेपालीहरू पनि छ, धेरै छ यहाँ, नेपाली, गारो। यो एरिया चाहिँ बहुत दामी छ, दामी एरिया लाग्छ मलाई चाहिँ यो एरिया। यो गाडीको टर्निङ चाहिँ बहुत राम्रो लाग्छ मलाई। र रिभोई मेघालय एरिया। आजको भ्लगिङमा चाहिँ तपाईँहरूलाई यस्तै पहाडको, म आज किनभने सेवाको लागि चाहिँ रिभोई आएको थिएँ मेघालय, त्यसै कारण भ्लगिङको लागि पनि तपाईँहरूको समक्ष यस्तै भिडियो लिएर आएको थिएँ। मलाई यो ठाउँ चाहिँ एकदमै राम्रो लागेको थियो, रिभोई एरिया। र तपाईँहरूलाई पनि देखाएको कि यो जग्गा चाहिँ यस्तो छ है भनेर। पहाड यस्तै डाँडा काँडा भित्ता, पहाडहरू काटेर गाडीको बाटो, होइन? यो एरिया यस्तो छ, गाडीको बाटोहरू है। राम्रो छ ठाउँ चाहिँ, एकदमै दामी। मलाई चाहिँ मन परेको यो एरिया रिभोईको, मजाको लाग्छ यो ठाउँ। र हजुरहरूलाई पनि कस्तो लाग्छ तपाईँहरूले कमेन्ट गर्नु होला। र आजको भिडियोमा चाहिँ तपाईँहरूलाई यही रिभोई डिस्ट्रिक्ट मेघालय नेपाली ब्लग सुमन शेर्पाको ब्लग कस्तो लाग्यो हजुरहरूले कमेन्ट गर्नु होला। थ्याङ्क यू, धन्यवाद।